सबैलाई नमस्कार। वेलकम टु बिमला फ्यामिली स्टुडियो। आज म हजुरहरूलाई सिम्पल तरिकाले जाडो मौसममा तातो खिचडी बनाएर देखाउन गइरहेकी छु। यो बनाउन धेरै सिम्पल छ, टाइम पनि धेरै लाग्दैन। सबैभन्दा पहिला त मुङको दाल र चामल लिने। मुङको दाल 1 गिलास लियो भने चामल पनि 1 गिलास लिने। त्यसपछि बिन्स, क्यारेट, टमाटर, क्याप्सिकम, प्याज, खुर्सानी एउटा भाँडामा राखेर त्यसलाई राम्रोसँग पखाल्ने, राम्रोसँग मसिनो पारेर काट्ने। काटिसकेपछि एउटा भाँडा लिने। मैले चाहिँ कुकर लिएछु। एउटा भाँडा लिएर त्यसमा थोरै घिउ हाल्ने, घिउ अथवा तेल। हामीले त्यसलाई झान्नको लागि मासको दाल, जिरा, त्यसपछि तोरी जान्दैछौँ। जानिसकेपछि त्यो अलिकति फ्राई गर्ने। फ्राई गरिसकेपछि त्यसमा हामीले प्याज खुर्सानी राख्छौँ। प्याज खुर्सानी राखेर फ्राई गरेपछि यसमा हामीले मरिच र अदुवा पनि राख्छौँ। खिचडीमा प्याज खुर्सानी राखेर फ्राई गर्छौँ। फ्राई गरेपछि अलिकति फ्राई ब्राउन कलर हुन्छ। ब्राउन कलर भइसकेपछि मैले यसमा हिङ पनि राख्छु। हिङ राखेपछि मैले अब यसमा यो तरकारीहरू काटेको सब्जीहरू राख्छु। सब्जीहरू पनि एकछिन फ्राई गर्छु। हिङ राखेँ। हिङ राखिसकेपछि सब्जी फ्राई। यो सबैभन्दा राम्रो, खानालाई मिठो पनि हुन्छ। तातो खानुपर्छ। त्यसपछि बच्चा बुढादेखि सबैलाई राम्रो हुन्छ। हेल्थ बेनिफिट हुन्छ। बिरामी भएको बेलामा पनि खानु मिल्छ। सबै तरकारीहरू पनि राखेँ। राखिसकेपछि फ्राई गर्छु। अलिकति फ्राई गरिसकेपछि मैले भिजाएको चामलमा भिजाएको पानी राख्छु। कति हामीले मेजरमेन्ट गर्नुपर्छ। पानी चामलमा कति 1 गिलास मुङको दालमा 2 गिलास, 1 गिलास चामलमा 2 गिलास राखेर हामीले पानी मेजरमेन्ट गर्नुपर्छ। मैले टोटलमा 4 गिलास नभएर 5 गिलास जति पानी राखेकी छु। पानी राखिसकेपछि हामीले फेरि यो खिचडीलाई राम्रोसँग पकाउनको लागि ढकन लगाउने। ढकन लगाइसकेपछि 1 भिजिल्स आउँदाखेरि चाहिँ हाईमा राख्ने। फेरि 2 भिजिल्स चाहिँ सिममा राख्ने। सिममा राखेर हामीले राम्रोसँग खिचडी बनाएर खान सक्छौँ। हजुरहरूले पनि राम्रोसँग खिचडी बनाएर कस्तो बनाउनुभयो, खानुभयो, कसरी बनाउनुभयो मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। कसले बनाउनुभयो। यसरी एकचोटि बनाएर जाडो मौसममा खानुहोस्। एकदम राम्रो हुन्छ। स्वास्थ्यको लागि पनि एकदम फाइदा छ। हामी बिरामी भएमा ज्वरो आउँदाखेरि पनि, रुगा खोकी आउँदाखेरि पनि खान सक्छौँ। मरिच हुन्छ। मरिचले गर्दा फाइदा हुन्छ जाडोको लागि। अदुवा र मरिच जाडोको लागि रुगालाई पनि सन्चो हुन्छ। हामीले नुन हाल्दाखेरि यसमा पानी हाल्छौँ। पानी हालेर पानीमा टेस्ट गर्दाखेरि नुन कतिको आयो आएन टेस्ट पनि गर्नुपर्छ। नुन आयो भने अनि त्यसपछि हामीले ढकन लाउनुपर्छ। यो पानीमा नुन आएपछि यो खिचडीलाई पनि पुग्छ। धनियाँको सागमा हामी लास्टमा राख्छौँ। लास्टमा राखेपछि बन्द गर्छौँ। हाई फ्लेमलाई एकचोटि भिजिल्स आएपछि, लो फ्लेमलाई 2 चोटि भिजिल्स आएपछि पाक्छ। अब हेर्नु त कति राम्रो भयो। हाम्रो खिचडी राम्रो भयो। अब हामीले खान सक्छौँ तातो खिचडी। तातो खायो भने एकदम मिठो हुन्छ। सबजनाले राम्रोसँग खान सक्छौँ। हस् त फ्रेन्ड्स, बाई बाई। हजुरहरूले कमेन्ट गर्नु है त कमेन्ट सेक्सनमा। बाई बाई।